रुम नम्बर पहिला चेक गरेपछि हामी नक गर्छौँ तीनचोटि नक गर्ने बेलासम्म साइडहरू ढोकाको साइडहरू पुस्ने काम गर्छौँ। तीनचोटि पुसिसकेपछि हामीले 10 देखि 20 सेकेन्डसम्म बाहिर वेट गर्नुपर्छ। त्यसपछि ढोका खोल्ने। अब हाम्रो चेक सुरु हुन्छ यहाँदेखि। सुरुमा चाहिँ ढोकाको वरिपरि रिमोट यो अन्नाइ खामीहरू चाहिँ पुसपास गर्ने, प्राइभेसी कार्ड पुसपास गर्ने, त्यसरी लक चेक गर्ने, आइरन हुन्छ आइरन ठिक छ कि छैन चेक गर्ने, त्यसपछि माथि क्लोजेटको माथि चाहिँ हाम्रो सिरानीहरू राख्ने ठाउँ हुन्छ, त्यहाँ खोकरिसक्यो कि छैन चेक गर्ने डस्टरले। हामी लन्ड्री ब्याग हुन्छ, त्यसपछि लकर हुन्छ त्यो चेक गर्ने। ह्याङ्गर कतिवटा छ चेक गर्ने हामीले। त्यसपछि ह्याङ्गर 6-4-10वटा हुन्छ, 6वटा क्लिप नभएको 4वटा क्लिप भएको हुन्छ। त्यसपछि कुचबिडा हुन्छ, त्यसपछि चप्पल 2वटा हुन्छ, 2वटा बेडसम्म, लन्ड्री ब्याग र लन्ड्री यसलाई भन्छ हामीले मिनी बारको माथि चेक गर्ने। त्यसपछि ग्लासहरू चेक गर्ने, ग्लासमा दाग छ कि छैन। त्यसपछि आइस राख्ने भाँडो हुन्छ त्यो हेर्ने। वाइन ओपन पनि छ, वाइन ओपन पनि चेक गर्ने। त्यसपछि पानी तताउनको लागि राखिएको भाँडा छ यहाँ, त्यसमा लाइट बल्छ कि बल्दैन चेक गर्ने। अनि मान्छे अनुसार पानी बेड अनुसार 2जना मान्छेको लागि 2वटा पानी हुन्छ, खोलेको छ कि छैन चेक गर्ने। त्यसपछि ग्लास यो कफी खानको लागि बनाएको राखेको कप हो यो चेक गर्ने। ग्रिन टी, त्यसपछि ब्ल्याक टी अनि कफी अनि चिनी क्रिमहरू हुन्छ त्यो चेक गर्ने। यो मिनी बार छ रेजोको माथि होकरी छ कि छैन चेक गर्ने, साइडहरूमा चेक गर्ने होकरी। त्यसपछि रेजोको भित्र सामान केही पनि हुँदैन, केही छ भने निकाल्नु पर्यो, राख्नु परेन चेक गरी। त्यसपछि टिभीको माथिको डस्टिङ गर्यो पछाडि। त्यसपछि युकाता छ, युकाता मान्छे अनुसार 2वटा छ, युकाताको मुनि कहिले कमी हुन्छ त्यो पुस हेर्ने। एकिदासीभित्र हेर्ने सफा छ कि छैन चेक गर्ने, हल्का खोलेर राखिदिने। त्यसपछि नाइट टेबलको साइडमा चाहिँ लाइट हुन्छ त्यो बल्छ कि बल्दैन चेक गर्ने। होटलको च्यानलमा छ, अब यसलाई बन्द गरिदिने। खागामी चाहिँ ऐना छ, ऐना होकरी साइडमा होकरी छ कि छैन, ऐना सफा छ कि छैन एकचोटि राम्रोसँग हेर्ने। होटलको बुक छ अन्नाइ खामी चेक गर्ने राम्रोसँग। एकिदासीको भित्र गोइङको राम्रोसँग चेक गर्नु पर्यो। चियरहरू अनि माथि होकरी छ कि छैन चेक गर्नुभयो। टेबल पुस्नु पर्यो, टेबलको मुनि पनि होकरी हुन्छ त्यहाँ पनि पुस्नु पर्यो। स्ट्यान्ड लाइट पनि चेक गर्नु पर्यो, यसमा पनि होकरी हुन्छ त्यसरी पुस्नु पर्यो।
माधो भयो। माधोको कार्टन यो गऱ्यो, होकरी छ कि छैन चेक गर्नु पर्यो। माधो कार्टनको पछाडि गोमी हुन्छ त्यो पनि चेक गर्नु पर्यो। माधो पोइन्ट गरेर चेक गर्नु पर्यो सिसा हो। त्यसै बेडहरू राम्रोसँग हेर्नु पर्यो। सिरानी चेक गर्नु पर्यो। एकतिर हलुङ्गो सिरानी, एकतिर गरुङ्गो सिरानी हुन्छ। हेडबोर्ड माथि होकरी छ कि छैन चेक गर्नु पर्यो। बेडमाथि खामी नके चेक गर्नु पर्यो। अनि वसी रेमोनो पुरानो मान्छेको सामानहरू छ कि छैन चेक गर्नु पर्यो। त्यही बिचमा अलार्महरू ठिक छ कि छैन, लाइट बल्छ कि बल्दैन, फुट लाइट हुन्छ हाम्रो त्यहाँ। फोन चल्छ कि चल्दैन चेक गर्नु पर्यो। मेमो चेक गर्नु पर्यो। मेमो पनि 3 पेजभन्दा माथि हुनु पर्यो। पेन्सिल हुनु पर्यो माथि। त्यहाँ चाहिँ दुईवटा बुक हुनु पर्यो। बुक चेक गर्नु पर्यो। बुक राम्रो छ, किरिएको छैन भने त्यही राख्दा हुन्छ, न त चेन्ज गर्नु पर्यो। लाइट बल्छ कि बल्दैन हेर्नु पर्यो। त्यही लाइटले खाटमुनि सामान छ कि छैन चेक चाहिँ गर्नु पर्यो मजाले। हेडबोर्डको माथि पहिलाको जस्तै चेक गर्नु पर्यो होकरी। सिरानी एकतिर गरुङ्गो एकतिर हलुङ्गो सिरानी। बेडमाथि पिक्चरको माथि होकरी हुन्छ। एआको ओन्दो चाहिँ त्यसपछि आयो हाम्रो सेनमेन डाइनम टोकुरो। हेयर ड्रायर भयो। हेयर ड्रायर चेक गर्नुपर्ने भयो। तातो चिसो हावा आउँछ भने ठिक छ। साबुन हुन्छ त्यहाँ, साबुन हाल्नु पर्यो। सेनमेनलाई चेक गर्नु पर्यो। ग्लास चेक गर्नु पर्यो। 2 कलर्सको ब्रस हुन्छ, ब्रस चेक गर्नु पर्यो। ऐना यहाँ पनि राम्रोसँग चेक गर्नु पर्यो। त्यसपछि टोयलेटको भाग आयो। टोयलेटमा टावेल हुन्छ, टावेलहरू राम्रोसँग चेक गर्नु पर्यो। फोन हुन्छ यहाँ पनि, फोन पनि राम्रोसँग चेक गर्नु पर्यो। टोयलेट चेक गर्नु पर्यो। टोयलेटमा दागहरू छ कि छैन चेक गर्नु पर्यो। छैन भने नागासु गरेर छोडिदिनु पर्यो। त्यसपछि आउँछ ओपोरोको साइड। ओपोरो जारा छ कि छैन चेक गर्नु पर्यो। 3 चोटि चेक गर्नुहुन्छ। जारा छैन ठिक छ। स्याम्पू कन्डिसनर बडी वास छ कि छैन चेक गर्नु पर्यो।
यो रोप पनि छ कि छैन, ठिक छ कि छैन चेक गर्नु पर्यो। माथि होकरी चेक गर्नु पर्यो। बासमा त यसरी खामिना के छ कि छैन चेक गर्ने। सावा काटेमा निहुँ गन्ध आएको छ कि छैन, आएको छ भने चेन्ज गर्न लगाउने, नत्र यहीँ ठिक छ। टक्क पछाडि हेर्नु पर्यो। यहाँको ऐना पनि चेक गर्नु पर्यो। यता पनि ऐना छ, यो पनि चेक गर्नु पर्यो। माथि होकरी यति गऱ्यो भने यति चेक पास हुन्छ। धन्यवाद।